हेलो दोस्तों, फिर मेरो यो छोटो भ्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज पनि यहाँ एउटा फेरि सानो भ्लग बनाउँदैछु है। शुक्रबार छुट्टी छ, त्यही भएर फेरि आज पनि बनाउँदैछु। कस्तो लाग्छ हेरिदिनु होला। अनि यो 2022को वर्ल्ड कप विजेताहरू यहाँनिर छ भलिबल खेल्ने ठाउँ। पछाडि यो भलिबल खेल्ने ठाउँ हो। यो पनि भलिबलको लागि नै बनाइदिएको छ। अनि के छ तपाईँहरूको हालखबर? आज पनि यसो सानो भ्लग बनाइदिउँ भनेर छुट्टी भएको बेलामा त्यसै घुम्दै हेर्दैछु कि। हजुर, तपाईँहरूको त छुट्टी छ कि छैन? हौ, मेरो त छुट्टी छ है। त्यही भएर त्यो पनि भलिबलकै लागि हो। भलिबलको लागि बनाउँदैछन्। तर आज चाहिँ गर्मी भएछ कि। अब चाहिँ गर्मी सुरु भएछ यहाँ पनि। अहिले लगभग 10 बजेको छ। 10 बज्दा पनि धेरै गर्मी भइसकेको छ। त्यही भएर अहिले कोही पनि छैन खेल्नेहरू। म पनि यसो घुम्दै आएको त्यत्तिकै। त्यही भएर यस्तो छ अर्जेन्टिना भिल्लाको। अनि यो पछाडिको ब्याकग्राउन्ड देखिराख्नु भएको छ नि, यो 2022 को फाइनल उठाउने अर्जेन्टिना टिम। मेसी कतारको किङ र फिफा वर्ल्ड कपको अध्यक्ष हो। ल अब चाहिँ गर्मी सुरु भएछ हो। यस्तो हेर्दै यस्तो भिडियो बनाइदिएको क्या। बनाइदिएको छ कि दामी पार्किङहरू बनाइदिएको छ। प्लेग्राउन्ड, ग्राउन्ड, फुटबल ग्राउन्ड, बास्केटबल ग्राउन्ड, यस्तो ग्राउन्डहरू राखिदिएको छ कि एउटा राम्रो छ अर्जेन्टिना भिल्ला पनि। यस्तै हो कि। फुलहरू राम्रो फुलिसकेको छ। भलिबल खेल्नेहरू पनि कोही छैन अहिले, सबै गर्मी भएछ कि धेरै। त्यही भएर आज बिहान चाहिँ धेरै थियो होला। अहिले चाहिँ फेरि सबै गइसकेछ। फुलहरू दामी फुलेछ। सेल्फी हानिदिएको है, सोल्टी हो। आज शुक्रबार छुट्टी भएकोले गर्दाखेरि सब सम्पूर्ण एउटा दुईवटा मात्रै गाडीहरू खट्टा हिँडिरहेछ। आज छुट्टी हो नि त, सो त्यही भएर होला। आज छैन धेरै मान्छेहरू। यो चाहिँ यहाँको मस्जिद है। अनि ल अब धेरै गर्मी भएपछि म पनि रुमतिर जान्छु। फेरि अर्को भ्लगमा आउनलाई फेरि बाटो गर्दछु। अहिलेलाई चाहिँ अब रुमतिर जानु पर्ला, धेरै गर्मी भएछ। सबै साथीहरू पनि छैन, सबै रुमतिर गएछ। ल अर्को यस्तै यो भिल्लाको भित्रको केही यस्तो नयाँहरू केही देखाउने बाचा गर्छु। र अहिलेलाई चाहिँ जानु पर्ला है। ल यो भ्लगबाट चाहिँ बाई बाई। See you next time.